कार्यजीलाई धार्चे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको महिला सशक्तिकरण अन्तर्गतको 5 दिने उद्घोषण कला तालिम कार्यक्रमको समापन सत्रका श्रद्धेय सभाध्यक्ष एवं यस वडाका श्रद्धेय वडाध्यक्षज्यू सरोज गुरुङज्यू कार्यक्रमलाई शोभायमान बनाउन पाल्नुभएकी धार्चे गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिकी संयोजक प्रभावशाली गायिका एवं मेरा अनन्य मित्र सुनिला गुरुङज्यू, यस धार्चे गाउँपालिकाकी कार्यपालिका सदस्यज्यू, यस वडाका वडा सदस्यज्यूहरू, यस वडाका कर्मचारीज्यू, गाउँपालिकाका कर्मचारीज्यूहरू, मेलमिलापकर्ता, निरु म्याम, आदरणीय सुरक्षा निकायबाट पाल्नुभएका सरहरू लगायत यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेर पाल्नुभएका तपाईँ सम्पूर्ण आमा दिदीबहिनीहरू र माथिबाट हेर्नुभएका समस्त गाउँवासी यहाँ सबैमा स्वीकार्नुहोस् मेरो तर्फबाट दिवाकालीन प्रणाम, नमस्कार, छाजलो। सर्वप्रथम त म धार्चे गाउँपालिका प्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु। यस्तो सुवर्ण अवसर प्रदान गरी प्रशिक्षण सञ्चालन गरी यहाँहरूसँग जोडिने, यहाँहरूसँग सहकार्य गर्ने, यहाँहरूसँग आफूले जानेका कुराहरू व्यक्त गर्दै यहाँहरूसँग पनि धेरै कुराहरू सिक्दै अगाडि बढ्ने जुन अवसर प्रदान गर्नुभएको छ, म आयोजक समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईँ सबैलाई म हार्दिक बधाई पनि ज्ञापन गर्दछु। तपाईँले आज जुन प्रमाणपत्र प्राप्त गर्नुभएको छ, यो प्रमाणपत्रको भरपुर सदुपयोग गरी यो प्रमाणपत्रमा लेखिएको भाषालाई आफ्नो जीवनमा उतार्दै तपाईँहरूमध्ये कोही सामाजिक जीवनमा, कोही राष्ट्रिय जीवनमा, कोही शिक्षण जीवनमा, कोही राजनीतिक जीवनमा, कोही पारिवारिक जीवनमा क्रियाशील हुनुहुन्छ। तपाईँहरूको हरेक जीवनका आयामहरू सुखद, अझै प्रभावशाली, सशक्त, प्रेमिल बन्दै जान सकुन् भन्ने म शुभकामना व्यक्त गर्दछु। मलाई विश्वास छ यो तालिम जुन 5 दिन तपाईँहरूले सशक्त र प्रभावशाली ढङ्गबाट लिने प्रयास गर्नुभयो, दत्तचित्त भएर लिने प्रयास गर्नुभयो, जुझारु, जागरुक र क्रियाशील भएर लिने प्रयास गर्नुभयो, यसले तपाईँको जीवनमा धेरै बदलाव ल्याएको अनुभूति मैले गरेको छु। सुरुमा अगाडि उभिएर बोल्नको लागि हिचकिचाउने, अप्ठ्यारो मान्ने, डराउने, अगाडि जाँदिन मेरो पालो पछाडि आइदियो हुन्थ्यो भनेर ठान्ने धेरै दिदीबहिनीहरू 5औं दिनसम्म आइपुग्दा म बोल्छु नि त भनेर तम्सिने, अग्रसर हुने प्रयास गर्ने जुन पहल गर्नुभयो, तपाईँको यो प्रयास नै वास्तवमा सफलताको एउटा घोतक हो। तपाईँको प्रयासले तपाईँलाई निश्चित सफलताको शिखरमा पुर्याउँछ। हरेक सिकाइ अप्ठ्यारो हुन्छ, सुरुवाती चरणमा अलमल पनि परिन्छ, अन्यल भइन्छ, के गर्ने, कसो गर्ने, कुन ढङ्गबाट अगाडि बढ्ने होला भन्ने तपाईँ सबैलाई लाग्नु स्वाभाविक हो। तर प्रशिक्षकले सिकाए जसरी तपाईँहरू ढुक्क भएर सिक्ने, त्यसमा समर्पित हुने, लगाम राखेर जसरी अगाडि बढ्नुभयो, तपाईँ सबैप्रतिमा हार्दिक आभार एवं साधुवाद व्यक्त गर्दछु। हुन त घाम चर्किँदै गइरहेको अवस्था पनि छ, त्यो कारणले गर्दाखेरि यहाँहरूलाई समयको पाबन्दी पनि महसुस भइरहेको हुनसक्छ। केही समयमा त हाम्रो कार्यक्रम समापन हुन्छ नै। म केही 9-10वटा कुरा तपाईँहरूसँग अहिले बाँड्न चाहन्छु, जुन तालिमको दौरानमा पनि केही कुराहरू त जुटिएका छन्, तर केही नयाँ पनि हुनसक्छ। मान्छे सफल बन्नको लागि केही खुराकहरू चाहिन्छ। खुराक आफै भित्र भएका खुराकहरू निकाल्नको लागि पहिलो कुरा प्रतिभाको खोजी गर्ने कुरा। म सानैदेखि बोल्न अत्यन्तै रुचाउँथेँ, सामाजिक काममा पनि सक्रिय रहन्थेँ। त्यो कारणले गर्दा बिस्तारै मैले के अनुभूत गरेँ त भन्दा यो कार्यक्रम सञ्चालन गर्ने कुरा, तालिम दिने कुरा, बोल्ने कुरा मेरो जीवनको पाटो पो हुनसक्छ कि मेरो जीवनको अङ्ग पो हुनसक्छ कि भन्ने सोचेर म निरन्तर अगाडि बढेँ। पहिला उद्घोषण, रेडियोमा उद्घोषण सुन्ने, त्यस पछाडि टेलिभिजनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेका सञ्चालिका सञ्चालकहरूको मैले प्रस्तुति निहाल्ने, त्यस पछाडि धेरै वक्ताहरूको, राजनीतिक वक्ता, धार्मिक गुरुहरूको पनि प्रवचनहरू सुन्दै म अगाडि बढ्दै गर्दाखेरि अन्ततगतमा मैले के अनुभूत गरेँ त भन्दा आफूभित्र मसँग पनि बोल्न सक्ने क्षमता छ, सिकाउन सक्ने क्षमता छ, संवाद गर्न सक्ने क्षमता छ, मान्छेभित्र दबिएर रहेको डर, त्रास र भयलाई हटाउन सक्ने ल्याकत र क्षमता मसँग पनि हुन सक्छ भन्ने जुन प्रतिभा मैले अनुभूत गरेँ, त्यो प्रतिभा महसुस गरिसके पछाडि म निरन्तर यो क्षेत्रमा क्रियाशील भएँ। आज 15औं वर्ष पुरा भइसकेको छ म यो क्षेत्रमा लागेको। सुनिला म्यामलाई पनि थाहा छ, झन्डै 2068-69 ताका उहाँ पनि काठमाडौँमा साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गर्दै गर्दा साङ्गीतिक यात्रालाई निरन्तर अगाडि बढाउँदै गर्दा उहाँसँग मेरो भेट भयो। उहाँसँग भेट भइसके पछाडिको अवस्थामा उहाँले पनि मेरो बोलीको प्रभाव, कार्यक्रम सञ्चालन गर्ने प्रभाव देखिसके पछाडि सर हामी पनि सहकारी गर्न सक्छौँ, साङ्गीतिक क्षेत्रमा मलाई पनि बोल्नुपर्छ, सिधै गएर कार्यक्रममा गीत गाउनुभन्दा अलिकति केही सम्बोधन गरेर आफ्ना विषयहरू राखेर, आफ्ना भनाइहरू राखेर बोल्न पाउँदाखेरि अझै राम्रो हुन सक्थ्यो। सरबाट मलाई केही सहयोगको आवश्यकता छ भन्ने ढङ्गबाट उहाँले
मसँग पनि अनुरोध गर्नुभयो। पछाडि मैले पनि उहाँसँग केही कुराहरू साङ्गीतिक क्षेत्र, किनकि कार्यक्रम सञ्चालन गर्दै गर्दा तालिम दिँदै गर्दा गीत गाउन पनि आवश्यक पर्छ नि कहिलेकाहीँ होइन। मैले पनि थोरै गीत त यहाँ पनि गाएको छु तपाईँहरूको माझमा। त्यो गीत गाउने जुन कलाको ममा विकास भएको छ त्यो विकास हुनुमा चाहिँ सुनलामीहरूको ठुलो योगदान छ। सुनलामीमा म हार्दिक आभार व्यक्त गर्दछु। तपाईँको साङ्गीतिक जुन रुझान छ त्यो साङ्गीतिक रुझानको कारणले गर्दा ममा पनि अलिकति भोक तिर्खा यसमा जागेको मैले अनुभूत गरेको छु। भनेको प्रतिभा हरेक मान्छेसँग हुन्छ। मैले यहाँ तालिम चलाउँदै गर्दा तपाईँहरू कसैको गीत गाउने प्रतिभा, कसैको कविता वाचन गरी प्रतिभा, कसैको कार्यक्रम सञ्चालन गरी प्रतिभा, विभिन्न प्रकारका प्रतिभाहरू मैले देखेँ। त्यो प्रतिभा तपाईँले गुम्साएर राख्नुभयो भने, थिचेर राख्नुभयो भने, दबाएर राख्नुभयो भने, आफैमा मात्रै तपाईँ अलमलिएर बस्नुभयो भने तपाईँले जीवनमा चाहे जस्तो उपलब्धि हासिल गर्न सक्नुहुन्न। सफलता हरेक मान्छे चाहन्छ जीवनमा, तर त्यसका लागि प्रतिभाको खोजी पहिलो कुरा हो। दोस्रो कुरा प्रतिज्ञा भनेको प्रतिबद्धता आफैसँग। म यति समयभित्रमा जसरी पनि यो हासिल गरी छाड्छु भन्ने प्रतिज्ञा र सङ्कल्प तपाईँले लिन सक्नुभयो भने जस्तो सुकै सङ्कट र कठिनाइलाई पनि तपाईँ दूर गर्न सक्नुहुन्छ। तेस्रो कुरा प्रश्न, आफैसँग तपाईँले प्रश्न गर्न जरुरी छ जीवनमा। म कहाँ जाँदैछु, के गर्दैछु, कुन अवस्थामा छु, मैले के राम्रो गर्दैछु त, म अगाडि बढ्न लागेको छु छैन, मैले के सिक्न बाँकी छ अझै, मभित्र के कमजोरी छ, त्यो कमजोरीलाई कसरी हटाउने होला, यो ढाँचाबाट तपाईँले निरन्तर आफूलाई प्रश्न गर्न थाल्नुभयो भने प्रश्नले आफै जवाफ खोज्छ। यो संसारमा जति पनि आविष्कारहरू भएका छन् ती सम्पूर्ण आविष्कारको जननी भनेको प्रश्न हो। प्रश्नबाट आविष्कार सुरुवात भएको छ। भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामज्यूले त के भन्नुभएको छ भने यदि राम्रोसँग सिकाउन चाहनुहुन्छ भने बालबच्चा होस् या विद्यार्थीलाई प्रश्न गर्न सिकाउनुहोस् भन्नुभएको छ। तपाईँलाई पनि मैले यहाँ भनेको थिएँ, प्रश्न गर्नुहोस्, सोध्नुहोस्, जिज्ञासा प्रकट होस्, कौतूहलता प्रकट होस्। नजाने कुरा फ्याट उठेर तपाईँले जानकारी गर्ने या चाहिँ जान्न चाहने तपाईँहरूमा त्यो चाहनाको वृद्धि हुन जरुरी छ। तेस्रो कुरा ज्ञान त सबैलाई आवश्यक छ। पढ्नु धेरै महत्त्वपूर्ण छ जीवनमा। हेर्नुहोस्, पढाइ पछाडि नै तपाईँले ज्ञान प्राप्त गर्नुहुन्छ, पढ्न नछोड्नु होला। पाँचौँ कुरा प्रतीक्षा, धैर्यता पनि एउटा जीवनको अहम पाठ हो। धैर्य गर्न सक्नु भएन भने तातै खाउँ जले मरौँ गर्नुभयो भने तपाईँ आत्तिनुहुन्छ। जस्तै अहिले बोल्दै गर्दा, कार्यक्रम सञ्चालन गर्दै गर्दा धैर्य भएर तपाईँले कार्यक्रम सञ्चालन गर्ने, बोल्ने क्षमताको विकास गर्नुभयो भने पनि तपाईँमा क्रमशः विकास हुँदै जान सक्छ। अर्को प्रशंसा, अरूले गरेको प्रशंसा क्षणिक हुन सक्छ, तर आफूले आफूलाई सदैव ढाडस दिने, स्याबास बन्ने, वाह कस्तो राम्रो गरेँ मैले अझ राम्रो गर्नुपर्छ, आफ्नो क्रिया कर्म माथि गौरव गर्ने, खुसी हुने, मैले कति राम्रो काम गर्दैछु भनेर ढाडस र हौसला दिने काम पनि गर्न जरुरी छ। मैले यहाँ तालिमको दौरानमा पनि तपाईँलाई भनेको थिएँ, जुन दिन म तालिम दिएर म जान्छु, तालिम दिइसके पछाडि जहिले पनि मैले आफूलाई स्याबास भन्छु। किनकि मैले गरेको कर्म बिग्रिएको कुरामा ध्यान जान्छ धेरै मान्छेको। जहाँ बिग्रियो त्यतातिर मान्छे अलमलिएर, तडपिएर, छटपटिएर, तनाव लिएर टाउको दुखाएर बस्छन्। त्यो बिग्रिएको कुरामा टाउको दुखाउने होइन। जे कुरा राम्रो भयो, जे राम्रो गर्नुभयो त्यसमा तपाईँले आफ्नो आत्मगौरव गर्न जरुरी पनि छ। यो कुरालाई पनि ख्याल गरौँ। अर्को कुरा प्रशिक्षण, निरन्तर सिकाइ। यो निरन्तर सिकाइ जरुरी छ। मैले पनि निरन्तर सिक्दैछु। हेर्नुहोस्, यहाँ जो पनि हुनुहुन्छ राजनीतिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, आज जुनसुकै तह र तबकामा पुग्नु भएको भए तापनि, जुनसुकै उचाइ छुनु भएको भए तापनि त्यहाँ ती उचाइ छुएका व्यक्तित्वलाई पनि सिक्न धेरै जरुरी छ। मैले यहाँ सायद तालिमको दौरानमा भने होला, संसारको सबैभन्दा धनी मान्छे पनि आज दिनको 2 घण्टा पढ्छ। किन 2 घण्टा पढ्छ त भन्दाखेरि उनलाई लाग्छ यो चुनौती दिनानुदिन थपिँदैछ, नयाँ प्रतिस्पर्धा थपिँदैछ, नयाँ समस्याहरू जन्मिँदैछ। त्यो नयाँ समस्यालाई पार गर्नको लागि मैले निरन्तर पढ्नुपर्छ, नयाँ चुनौतीहरूको सामना गर्नको लागि पनि आफूलाई लायकको बनाउनु पर्छ भनेर उहाँहरूमा त्यो प्रकारको आत्मबुद्धि छ। त्यो भएको कारणले गर्दा तपाईँले आफूलाई निरन्तर सिकाइको दौरानमा अगाडि बढाउनु होला। अर्को प्रतिक्रिया, कतिपय अवस्थामा हामी कहिलेकाहीँ प्रतिक्रिया शून्य भइदिन्छौँ के लाग्यो तपाईँलाई भनिसके पछाडि, यस्तो कार्यक्रम चल्दै गर्दाखेरि केही भन्दैनौँ, कार्यक्रम सकिसके पछाडि हामी फेरि बाहिर निस्के पछाडि तर्क वितर्क गर्छौँ, हामी आलोचना गर्छौँ, मान्छेलाई गाली गर्छौँ, मान्छेसँग गुनासो गर्छौँ, तर ठाउँमा गुनासो गर्दैनौँ। ठाउँमा प्रश्न राख्न सक्ने, ठाउँमा गुनासो राख्न सक्ने, यदि सरोज सरसँग तपाईँलाई केही कुराको आवश्यकता छ, वडाबाट केही होस् भने तपाईँ चाहनुहुन्छ भने बाहिर भनेर हुन्न, तपाईँले सरोज गुरुङज्यूसँग नै आएर या सुनला गुरुङज्यूसँग नै आएर तपाईँले आफ्ना कुरा निर्धक्कसँग आँखामा आँखा जुदाएर राख्न सक्नुभयो भने मात्रै तपाईँको क्षमताको विकास हुन्छ। र अर्को अन्तिममा प्रयास, अघि नै मैले देखेँ, प्रयास गर्नुहोस्। हार हुन सक्छ, हजारौँ हारका बावजुद पनि नथाक्ने मान्छेहरू नै वास्तवमा
विजेता कहलिन्छ। त्यसकारणले तपाईहरु वास्तविक Baik, nanti विजेताको iya, Balindo. उपाधि रूपमा पाइसक्नु भएको छ। यस्तो महत्त्वपूर्ण कार्यक्रममा मैले जोडिने अवसर पाएँ। Hipo तपाईहरु Bhutan. सबैको Ama, प्रयास belum र diskonnya तपाईहरु itu. सबैको तस्बिर, तपाईहरु सबैको चाहिँ सक्रियता मेरो जीवनको क्यानभासमा सदा Apa dari सर्वदा itu सुरक्षित dukungan dari? रहनेछ। तपाईहरु सबैलाई जो जहाँ भए तापनि सामाजिक सञ्जालको माध्यमबाट जोडिएर हामी एकअर्कालाई सक्ने सहयोग तपाईहरुलाई चाहिँ मैले केही तालिमको सन्दर्भमा, कार्यक्रम सञ्चालन र भाषणको सन्दर्भमा केही सिकाउन सक्छु भने हामीले युट्युब मार्फत, फेसबुक मार्फत पनि जोडिएर अगाडि बढ्न सक्ने सम्भावना रहन्छन्। सिक्न निरन्तर अगाडि बढ्नुस्, समाजमा भएको हरेक गतिविधिमा सक्रिय रहनुस्। यही शुभकामना व्यक्त गर्दै यस्तो महत्त्वपूर्ण कार्यक्रममा मलाई प्रशिक्षकको रूपमा आमन्त्रण गर्नुभएकोमा म धारचे गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु। सुनला म्याम जो आफैमा एकदमै सङ्घर्षशील व्यक्तित्व हुनुहुन्छ, समाजसेवी हुनुहुन्छ, महिला दिदीबहिनीको आस्थाकी धरोहर हुनुहुन्छ, महिला दिदीबहिनीलाई सदैव अगाडि बढाउनु पर्छ भन्ने सोच राख्नुहुन्छ। उहाँले यही कार्यक्रममा पनि धेरै प्रयास र पहल गर्नुभएको छ। म मात्र अगाडि बढेर भएन, मेरो गाउँपालिकाका हरेक दिदीबहिनीहरू सक्रिय भयो भने बल्ल म खुसी हुन्छु। मेरो अनुहारमा उज्यालो आउँछ भनेर सदैव महिला दिदीबहिनीको हक हितको लागि सङ्घर्षरत सुनिलाजी तपाईँहरूको जनप्रतिनिधि हुनुहुन्छ, वडा अध्यक्ष यति मेहनती हुनुहुन्छ। हिजो मैले उहाँसँग केही समय संवाद पनि गर्ने अवसर प्राप्त गरेँ। त्यो संवादको अवसरमा पनि उहाँले चाहिँ सर केही नयाँ चिज ल्याउनु पर्यो, उद्यमी बनाउनुको लागि, उद्यमशील बनाउनु पर्यो, मेरो वडावासीहरूलाई केही क्षमतावान बनाउनु पर्यो, आर्थिक रूपमा उपार्जन गरी बाटो पनि दिन जरुरी छ, नव परिवर्तनतर्फ पनि जोड दिनुपर्छ भनेर जुन ढङ्गबाट उहाँले ती महत्त्वपूर्ण विचार राख्नुभएको छ। यस्तो वडा अध्यक्ष, यस्ता जनप्रतिनिधि तपाईँले पाउनु भएको छ भने पक्कै पनि धारचे गाउँपालिका वडा नम्बर 2 केरौजाको एउटा राम्रो भविष्य देखेको छु मैले। मलाई केरौजा होमस्टेका हाम्रो डम्बर सर लगायतका परिवारले पनि एकदम राम्रो वातावरणमा मलाई सेवा सत्कार सहयोग गर्नुभएको छ। म उहाँलाई पनि यही मञ्चबाट सम्झन चाहन्छु। निरु म्याम जो हामी झन्डै 10 दिन भइसक्यौँ, सक्रिय, एकदम हँसिलो, एकदमै मिजासिलो, एकदम मेहनती हुनुहुन्छ। निरु म्यामले पनि मेरो यो प्रशिक्षण यात्रामा निकै ठुलो योगदान पुर्याउनु भएको छ। त्यस्तै हाम्रो चन्द्रजी एकदम हाँसेर जे कुरामा पनि एकदम हाँसिराख्ने मात्र, कहाँ जानुभयो चन्द्रजी? जहाँ जे कुरा पनि हाँस्ने, यति सजिलो मान्छे, मलाई यति सजिलो लाग्यो क्या हाम्रो चन्द्रजीसँग पनि। मेरो एकदम छोटो समयमा आत्मीय सम्बन्ध बसेको छ चन्द्रजीसँग पनि। चन्द्रजी लगायत हाम्रो सम्पूर्ण प्रशिक्षार्थीज्यूहरू तपाईँ सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। उमेश सर, त्यस पछाडि अहिले हुनुहुन्न आसमान तामाङज्यू, यसै मञ्चबाट उहाँहरू सबैलाई सम्झँदै सम्मान व्यक्त गर्दै मेरो मन्तव्य अहिलेको लागि यही टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, शुभ दिन, शुभ